150 रुपैयाँ गोटा अनि टमाटर 80 रुपैयाँ केजीमा लानुहोस् मजाले खानुहोस्। यही सब बजारमा 30 रुपैयाँ मुठा छ, टमाटर 40 रुपैयाँ केजी छ, र यही प्याज 30 रुपैयाँ केजी छ, अनि आलु 50 रुपैयाँ केजी छ। तपाईको चाहिँ किन यति महँगो? दिदी मेरो त यो अर्गानिक सब्जी हो नि त। यो सब्जी तपाईको बारीको होइन दिदी, यो बारीको सब्जी हो। त्यसकारणले यो सब्जी चाहिँ हजुरलाई महँगो परेको। लानुहोस्, एकचोटि खाएर हेर्नुहोस्, अर्कोचोटि तपाईँ फेरि आउनुहुनेछ। के साह्रो गिलो रहेछ यो आलु, यो टमाटर के साह्रो गिलो रहेछ, यसरी कोही खान्छ? हैन त भाइ, अर्ग्यानिक भन्नुहुन्छ। होइन नि दिदी, होइन नि। सबै कुहिएका छ। होइन दिदी, तपाईँको यो अब हाम्रो यो बिजनेस हो दिदी, हल्का त मलजल त हाल्नु पर्यो नि त, दबाई हाल्नु पर्यो, त्यस कारणले यस्तो भएको क्या भाइ। के खालको यो सब्जी आयो? त भाइ त्यही त दिदी, आजभोलि त घर घरमा अर्ग्यानिक मल बनाउन सकिन्छ अरे नि त। यसबाट अहिले त कृषिमा ओडब्ल्युडिसीको तालिम पनि दिँदैछ अरे नि त दिदी। त्यही त भाइ, आजभोलि गाई बस्तुले नखाएको झारपात बटुलेर अर्ग्यानिक हर्बल सोलुसन औषधि पनि बनाइन्छ अरे नि त भाइ। बनाइन्छ नि दिदी। तपाईँको पहिलाको जमानामा कस्तो थियो भन्दाखेरि सबैले घरमै मलजल सागसब्जी उत्पादन गर्थे र पहिलाको बुढापाकाहरू कति वर्षसम्म बाँच्थे। अहिले पनि हाम्रो हजुरआमा हुनुहुन्छ 101 वर्ष पुगिसक्नु भयो, तर हामी अहिलेको जेनेरेसनको मान्छेहरू हामी 60 वर्ष पनि बाँच्छौँ त दिदी, सक्दैनौँ नि। त्यस कारणले चाहिँ यो सब्जी भन्ने कुरा त्यस्तो भएको हो, महँगो भएको। पहिला हाम्रा आमाहरू घरकै अर्ग्यानिक सागसब्जी फलफुल खानुहुन्थ्यो र घरमै जन्मिने भयो, घरमै मर्नुभयो। अहिले हामीहरू बजारको विषादी खाएर हस्पिटलमा जन्मियौँ र हस्पिटलमै मर्छौँ, होइन भाइ? हो नि दिदी। के गर्नु दिदी, हाम्रो देश पनि कृषि प्रधान देशै हो नि। सरकारले त हामीलाई सहयोग गरिदिनु भएको छ, घर घरमा तपाईँहरू मेसिनहरू दिइराख्नु भएको छ, सागसब्जी रोप्ने यताउति गर्ने सरकारले हामीलाई सबै गरिदिरहेको छ। तर यो हाम्रो नेपालमा युवा नभएको कारणले चाहिँ हाम्रो कृषिमा अघि बढ्न सकेको छैनौँ। त्यस कारणले हामी युवावर्गहरू नेपालमै बसेर केही कृषि प्रधान हामी उत्पादन गर्नुपर्ने हुन्छ। धन्यवाद। नानीहरू बस प्लिज। ओइ सानी नानी, ओइ नानी यहाँ आऊ छोरी, यहाँ आएर बस राजा। त्यसैले त यस्तो बिरामी छु म। कान्छी अन्य यो कान्छी कहाँ गयो? मैले यो सबै जिउ दुखेर मैले कान्छी हजुर
हेर्नु न अहिलेका छोराछोरी छेउमा त आमालाई समाउनु यस्तो बिरामी हुँदा यो युगले गरेको हो कराउला दिदी आउनुहुन्छ मरने अनि दिदी कहाँ पुग्यो भन्न दिदी बाटो अनि आज कुन चाहिँ पार्टीको जाम भयो अरे त्यसले गर्दाखेरि जाम भएको छ अरे जाम खुलेपछि आउने अरे बाटो घाटो हिँड्न पनि गाह्रो भइसक्यो हामीलाई साह्रो भइसक्यो बिरामी हुँदा पनि हामीले आफ्नो उपचार गर्न हामी लिएर जान हामी सक्दैनौँ त्यसैले हामीले स्थानीय सरकार जनप्रतिनिधिहरू हाम्रो पार्टीका भन्न चाहन्छु भने सरकारले पनि यसमा धेरै ध्यान पुऱ्याए सबैले ध्यान पुऱ्याएर समस्याको समाधान गर्नु पर्यो बाटो चाहिँ हाम्रो कहिल्यै बन्द हुनु भएन खुल्ला अवरोध गरे पनि यो बाटो छिट्टै खुल्नु पर्यो यसले सरकारले कुरामा सबैले ध्यान दिनुपर्छ कबाट कछुआ खता खरायो कबाट कछुआ खता खरायो खरायोको सिङ छैन कता हरायो कबाट कछुआ खता खरायो खरायोको सिङ छैन कता हरायो होइन 10 बजे पठाएकी छोरी स्कुल अहिले 7 बजिसकेछ अहिले पनि आएकी छैन यति बेलासम्म कहाँ गयो होला त मेरो छोरी मैले तपाईँहरूले मेरो छोरी देख्नुभयो तपाईँहरूले मेरो छोरी स्कुलमा के हराइ छैन नानी यता आउनु छोरी यहाँ आएर बस्नु यसो गाउँतला घरतिर पनि सोध्नु पर्ने नानी सानीमाको घर गयो कि सानीमालाई फोन गर्नु पर्यो नानी होइन छोरी आइ छैन अनि त्यहाँ पनि छैन भने कहाँ गयो त मेरो छोरी नानी तिमीले देख्यौ मेरो छोरी अनि बाबु तिमीले देख्यौ होइन आमा अघि बिहान त देखेको थिएँ साथीसँग स्कुल जाँदै गरेको अहिले तपाईँले देखेको छैन तपाईँले छैन म काममा त म कराउँदैछु म कहाँबाट दिन्छु तपाईँले देख्नु भएको छ कि छैन खोइ आमा मैले देखिनँ अब कहाँ गयो नि त पछाडि त किडन्यापका पनि बिगबिगी छ अरे गाउँतिर धेरै चेलीबेटी पनि हराउँछन् अरे आज मेरा छोरी पनि हराए काहीँ कसैले त लुकाएन यो महिला गाउँ घर सबैतिर महिला हिंसा अहिले बढिरहेछ मलाई त डरै लागेर आउँछ कहाँ गयो होला त कहाँ गयो होला